स्पेशली अलिक भाइहरूको पऱ्यो कि क्या हो सबैजना बिहे त भएको छैन नि बिमारी दाजुहरू भाउजूहरू स्पेशली सँगसँगै दाजु र भाउजू बस्दा आज चाहिँ मजाले खुलेर ताली बजाएर रमाइलो गरौँ भन्दा भाउजूसँग डराउँदै अलिअलि ताली बजाउँ कि नबजाउँ कि जस्तो गर्नुहुन्छ जस्तो लाग्यो आज जति पनि कलाकारहरू आएका छन् तपाईँको दिदी हुनुहुन्छ तपाईँको बहिनी हुनुहुन्छ सम्झनुहोस् तिहार आउँछ भाइटिकामा दिदी भाइको सम्बन्ध प्रगाढ बनाउनको लागि तिहार मनाइन्छ त्यसैले तपाईँको चेली देशमै होलान् या विदेशमा होलान् सिङ्गापुर जिसीमा नहोला यति बेला सम्झनुहोस् याङजोङ शेर्पा तपाईँहरूले चेली भनेर यति बेला खोटाङ ओखलढुङ्गा भोजपुर धरान लगायत विभिन्न नेपालको जिल्लामा बसोबास गर्ने राई समुदायको प्रतिनिधित्व गरेर उपस्थित भएकी छु राई भएर सम्पूर्ण राईहरूमा सेवा जोरदार ताली कतातिर राईहरू दिदी मैले चिटिक्क परेर त आउनु भएको छ नि के गर्नु तर कसैले राई ड्रेस लगाएर आउनु भएको छैन यस थ्याङ्क यू भेरी मच यहाँलाई धेरै धेरै धन्यवाद दिँदै अघि तेह्रथुमे ढाका कलेक्सनको विशेष आकर्षक ड्रेसमा सजिएर आएकी थिए भने माथिपट्टिको ब्लाउज चाहिँ तेह्रथुमको लगाएको थिए तलको साडीको बोर्डर चाहिँ पाल्पाको ढाका लगाएको थिए काठमाडौँमा रहेको तेह्रथुमे ढाका कलेक्सनले तपाईँहरूलाई पनि तिनै सुविधाहरू दिइनै रहनेछ भने जातीय वेशभूषाको संरक्षणमा निरन्तर व्यवसाय गरेर अगाडि बढिरहेको देश सिङ्गापुरमा छौँ तर विदेशमा नेपालमा रहेको सिङ्गापुर इन्टरप्राइजेसले तपाईँहरू समक्ष याङजोङ शेर्पालाई जातीय परिवहनमा तपाईँहरू समक्ष उपलब्ध गराएको छ आफन्तजनहरूलाई लुङ्गी र स्वेटर किन्नुहुन्छ भने सिङ्गापुरबाट बोकिराख्नु पर्दैन नेपालमै रहेको सिङ्गापुर इन्टरप्राइजेसले तपाईँहरूलाई उपलब्ध गराउनेछ यति भन्दै के भन्छौँ यता मुग्लिसहरू के हो यता कार्यक्रम भइरहेछ कता होला गरिराख्नु भएको गर्लफ्रेन्ड छन् कि छैनन् गर्लफ्रेन्डलाई धोका चाहिँ दिने होइन नि फेरि ओके जे भए पनि माया प्रेम सबैको लागि सद्भाव हुन्छ प्रेम हुन्छ माया प्रेममा लगाएपछि विवाह नै गर्नुपर्छ भन्ने पनि छैन मित्रता कायम गरेर अगाडि बढ्न सकिन्छ तपाईँहरूलाई हेर्न कति मन थियो होला त्यही भएर अगाडि नै आइदिए यो बियर चाहिँ धेरै नपिउनु होला आदरणीय दाइ ललित गुरुङ हाम्रो रेडी हो देवपुन दाइले चाहिँ हाम्रो एकजना नृत्य कलाकार दिदीलाई नै विवाह गर्नुभएको रहेछ एकदमै खुसी लाग्यो कलाकारहरूलाई माया गरिदिनु भएकोमा